हुन्छ क्या त्यो इन्टरनेट इनेबल भनेको चाहिँ कस्तो हो भन्दाखेरि त्यो डिभाइस तपाईँको जिउमा मतलब मुटुको जो बिरामी हो उसको डिभाइसमा राखिदिन्छ। त्यसपछि त्यो डिभाइसको कन्ट्रोल भनेको चाहिँ कुनै अर्को सिस्टममा हुन्छ, कन्ट्रोल गरेर हुन्छ। त्यो डिभाइस ले गर्दाखेरि मुटुको चाल पनि कन्ट्रोल गर्न सकिने हुन्छ क्या। किन त्यो गरिन्छ त भन्दाखेरि त्यो बेसिकली बाहिरबाट कन्ट्रोल भयो भने त्यो मान्छेलाई अप्ठ्यारो पर्दा बचाइ पो हाल्न सकिन्छ कि भन्ने हिसाबमा। तर अब तपाईँ सोच्नुहोस्, यदि अट्याकरले अथवा जो ह्याकर हो, क्र्याकर हो, उसले त्यो सिस्टमलाई ह्याक गरेर छिर्यो भने त्यो मान्छेको लाइफ, त्यो बिरामीको लाइफ त ड्यामेज हुन सक्छ, बिग्रिन सक्छ। भनेपछि यसरी त यो सिस्टमहरू त एकदमै सेक्योर बनाउनु पर्ने भयो नि त। त्यही भएर यस्ता किसिमका सिस्टमहरू जब हामी सोसाइटीमा ल्याउँदै गर्छौँ, मेडिकल सिस्टममा स्पेसली ल्याउँदै गर्छौँ, तब साइबर सेक्युरिटीको इम्पोर्टेन्स झन् बढ्दै गएको हुन्छ। एउटा कुरा यो चाहिँ मैले एउटा इक्जाम्पल दिएको। दोस्रो कुरा, अहिले हामी जति पनि धेरै सिस्टम्सहरू छ त्यो सिस्टम सबै हामीले ह्युमनले कोडिङ गरेको हुन्छ। जेनरली फोर्ट्रानमा होस्, अहिले पनि नासाको कति प्रोग्रामहरू फोर्ट्रानमा लेखेको हुन्छ, फोर्ट्रानमा लेखेको कोडहरू हुन्छ, त्यो कुराहरू छ। अनि कति सिस्टम्सहरू सी प्रोग्रामिङ, C++ प्रोग्रामिङ जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजेसहरू युज गरेर बनिरहेको छ होइन। तर ह्युमनले बनाएको भएर त्यहाँनिर यति धेरै लुप होलहरू छ कि अहिलेको एआई सिस्टम, अब अस्ति भर्खरै एउटा न्युज आएको छ, एन्थ्रोपिक भनेको कम्पनी जुन चाहिँ क्लाउड बनाउने चाहिँ एउटा LLM नै हो, त्यो पनि ChatGPT जस्तै त्यो बनाउने कम्पनी एन्थ्रोपिक। उसले के गर्यो भन्दाखेरि उसले यस्तो एआई सिस्टम बनाइदियो जसले पहिले हामीले बनाएको जुन कोडिङहरू छ त्यसमा के मिस्टेक छ, के लुप होल छ, ह्युमनले पत्ता लगाउन सकेन, तर एआई सिस्टमले पत्ता लगाइदियो क्या। अब इमेजिन गर्नुहोस्, त्यस्तो एआई सिस्टम कोही ह्याकर अथवा क्र्याकर जसको इन्टेन्सन गलत हुन्छ त्यस्तो मान्छेको हातमा पर्यो भने त अहिले त फेसबुक, यो गुगल, जति पनि ठुला कम्पनीजहरू छ उनीहरू त धराशायी हुन सक्छ क्या। उसलाई ब्ल्याकमेल गर्न सक्छ अथवा होइन त्यस्तै किसिमको मतलब सिस्टमहरूलाई ड्यामेज गर्न सक्छ। यो सबै कसरी पोसिबल भयो त भन्दाखेरि इच एन्ड एभ्री सिस्टम्सहरू एकदमै कनेक्टेड छ क्या हामी एकअर्कामा, नेटवर्किङमा। त्यो भएकोले गर्दाखेरि साइबर सेक्युरिटीको रोल चाहिँ अझ बढ्दै आएको छ। एआई इन्ट्रोड्युस भयो, अघि नै जुन मैले भने, एआई इन्ट्रोड्युस भइसकेपछि त झन् साइबर सेक्युरिटीको रोल चाहिँ यसरी बढ्दै गएको छ। किनभने त्यो सिस्टमलाई त झन् सेक्युर बनाउनु पर्ने भयो नि त। ह्युमनले लेखेको कोड छ, एआई सिस्टमले मजाले आइडेन्टिफाई गरिदिन्छ मिस्टेक्सहरू। त्यही भएर साइबर सेक्युरिटी र एआई सिस्टम चाहिँ ह्यान्ड इन ह्यान्ड जानुपर्ने कारण चाहिँ यो पनि हो। आई थिङ्क आई आन्सर योर क्वेसन्स। थ्याङ्क यू भेरी मच।